माइत जाँदा चाहिँ गाइस आफ्नो घरमा जे छ सबै थोक पुर्याउन मन लाग्छ माइतमा नभएको चिज। अब हाम्रो माइतमा भने मेरो घरमा उहाँ चाहिँ सब्जी किनेर खानुपर्छ र यता हाम्रो यहाँ चाहिँ अब फलिरहेको थियो भनेर त्यही लागि मैले चाहिँ मुला अलिकति टिपेँ अनि सिबी टिपेँ अनि अलिकति तिल थियो त्यो तिललाई पनि हालेर यता क्यारी ब्यागमा हालेँ। गाइस माइत जाँदा चाहिँ केही न कुछ भए पनि लगिदिन मन लाग्छ है मलाई चाहिँ। सबै थोक क्यारी ब्यागमा हालेर चाहिँ म गएँ रुम। एउटा मेरो बिहामा उठेको चाहिँ साडी थियो पिङ्क कलरको। यो साडी चाहिँ एकदम माने पहिला ट्रेन्डिङमा चलेको जस्तो थियो अनि एउटा थियो ब्लाउज। यो साडी चाहिँ गाइस यस्तो आँचलमा चाहिँ यस्तो फर्र परेको हुन्छ नि त्यस्तो खालको थियो अनि यही दुईटालाई पनि हालेँ मैले क्यारी ब्यागमा। अब किन सबै म माने टोप्लो बनाएर राख्दैछु भनेर सोच्नु हुँदै होला भन्दैछु म। अनि त्यसको बादमा चाहिँ म गएँ बारीमा फेरि पान टिप्न भनेर पान टिपेर ल्याएर त्यो पानलाई पनि यता सब्जीको क्यारी ब्यागमा हालेँ अनि रेडी भइसकेर चाहिँ उता हस्बेन्ड पनि खाइबोइ गरेर निस्किन आँट्नुभयो ड्युटी जान भनेर। अब उहाँ तक छोडिदिनुहुन्छ अनि जान्छु घर भनेर। घर गाइस माइत यो पालिको न्यू इयर चाहिँ मेरो माइतदेखि नै स्टार्ट भयो भनौँ न। गाइस न्यू इयरको दिन र उता माइतमा हुनु अरू के चाहियो जीवनमा है। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। अनि भाइले भन्यो कि ठुलो दिदी घर जाने हिँड भनेर। धेरै दिन भएको थियो नगएको, चल जाम भन्नु अनि हामी चाहिँ निस्क्यौँ अब ठुलो दिदी घर जानु। यता बहिनीले भनेको त सुनिहाल्नु भयो होला। अम्बु फुपूलाई चाहिँ सबैले माया गरिदिनु है गाइस अरे। अनि पुग्यौँ हामीहरू दिदी घर। उता दिदी घर माने सबै गाउँ मिलेर पिकनिक खाइराख्नु भएको रहेछ अनि हामीलाई चाहिँ थाहा थिएन। एकछिन बसी मऱ्यौँ अब रमाइलो फुर्ती गऱ्यो होइन र त्यसको बादमा फेरि निस्क्यौँ हामी घर जान भनेर। अब धेरै अन्धकार भइहाल्छ चाहिँ अनि यता राति त हाम्रो फेरि पिकनिक स्टार्ट भइहाल्यो। अब सबैजना झन् माइतमा यो पल त अब के भन्नु र उपर खुट्टी लगाएर भनौँ न। माइतमा हुँदा त उपर खुट्टी लगाएर मागी खाइन्छ नि त है। र यता चाहिँ म बसेर चाहिँ सबैको भिडियो गरिदिइरहेकी थिएँ। गाइस माइतमा भएपछि अलिकति न अलिकति भए पनि माने आफू फ्री जस्तो हुन्छ नि त है। अब केटाकेटी पनि थिए पिकनिक खानमा। अब धेरै लेट गऱ्यो भने केटाकेटी पनि सुत्छन् भरे नखाइकन सुत्छन् र कसलाई पो राम्रो लाग्छ केटाकेटी नखाइ सुत्दा है। अनि 11 जस्तो भएको थियो हामी सबैजना बसेर चाहिँ खाना थाल्यौँ। हुन्छ त गाइस आजलाई यति नै, भेट्नेछु नेक्स्ट एउटा भिडियोमा।